हेलो एभ्रिबडी सबैजनालाई वेलकम ब्याक टु माई भिडियो हैन सबैजनालाई स्वागत छ। अनि तिहारको चलपल कस्तो भइरहेको छ त सबैजनाको। अनि हाम्रो चाहिँ ट्याक्क हाम्रो भान्जा श्री आइसक्नु भएको छ। अनि आज भान्जा र म कहाँ त त्यसरी भान्जा स्विमिङ पुल जाँदैछ आज हामी अनि मामा र म मम्मी अनि स्विमिङ पुल राम्रोसँग खेल्छौँ हामी। स्विमिङ पुलमा रमाइलो गर्ने ट्याक्क हैन भान्जा। अनि स्विमिङ पुल मस्ती गरिन्छ आज मामा भान्जा ट्याक्क स्लाइडिङ गरिन्छ त्यहाँ अहिले हैन। अनि ट्याक्क हामी चाहिँ चौरामा रहेको सिद्धार्थ कटेजको स्विमिङ पुल जाँदैछौँ हैन भान्जा हो। अनि हाम्रो भान्जा अब क्रिसको ड्रेस लाउने लगाएर जाने कि त्यही लगाएर जाने यही लगाएर जाने। क्रिसको ड्रेस चाहिँ हामी अर्को दिन लगाएर ट्याक्क हामी भाटुन्डिने जानुपर्छ क्रिसको ड्रेस लगाएर। यसरी गरेर सिँढीमा चढ्नुपर्छ। ल अब हामी लाग्यौँ स्विमिङ पुलतर्फ है। बाई 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 भन्थ्यौँ। हामी चाहिँ स्विमिङ पुल पुगिसकेका छौँ सिद्धार्थ कमिङ सुन कटेज होइन। अब भनिरहेछ मर्मत भइरहेछ हाम्रो चौरामा धनगढी चौरामा। अब भन्नु चाहिँ लखत होइन। म चाहिँ यहाँ छु साथीको मबाट आएको हाम्रो ब्लग चालु भइसक्यो। त्यही छ गर्मी छ धनगढीमा तिहार सुरु भइसक्यो। पानी सिद्धार्थ कटेजको स्विमिङ पुलमा आइसक्यो। भान्जा अघि छन्। अब आज पैसा सबको भान्जाले तिर्छ है। पैसा सकिने अनि मेरो टिकट कसले काटिदिन्छ मैले टिकट काट्छौँ। टिकट काटेर जान्छौँ बनाउनु है त। हामीले चाहिँ चेन्जिङ रुममा चेन्ज गरिसकेका छौँ ट्याक्क हालेर होइन। अब चाहिँ हामी एकछिन स्विमिङ गर्न जान्छौँ। स्विमिङ गरेर हामी चाहिँ रेडी भएर अब स्विमिङ पुलतिर गइसकेका छौँ होइन। साथै हाम्रो भान्जाश्री घाम फाल्ने तयारीमा छन्। म चाहिँ एकछिन अब यो लकको चाबी दिएर आउँछु। आयो अहिले रमाइलो छ। यहाँ चाहिँ हाम्रो रेस्टुरेन्ट छ। यहाँ चाहिँ स्विमिङ छ यता दामी कस्तो छ। हामी चाहिँ स्विमिङमा रेडी भइसकेका छौँ। मेरो भान्जा यहाँ तल छन्। भयो जान्न अहिले म पानीमा है कट्नु न त न पानीमा मैले पाइलट देखेँ। ठन्डा ठन्डा पानी छ होइन। दामी छ यतातिर यस्तो छ पुरै। हामी चाहिँ अब भन्दा म जान्छौँ। कहाँ जान्छ भन्दा हामी ओहो अनि यहाँबाट ओ कहाँ पानी हामी माथि जान्छौँ। अब हामी जान्छौँ स्लाइडिङ तर्फ। एकदमै डर लाग्यो स्लाइडिङ छ। फेरि नेक्स्ट राउन्डको लागि एउटा यहाँ छ होइन सानोदेखि खेल्नु। अनि एउटा चाहिँ यता पनि छ। यहाँ पनि छ सानो। यहाँ पनि छ सानो। अनि यहाँ छ यता 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 यताबाट
ए यता बेला माया आयो होइन अर्को छ ए भाइ अर्को छ अर्को ए उठेमा आऊ यहाँ अन्त हामी तलै यहाँ बराबर हो भान्जा तल पुग्यो भने त ए पुग्यो यहाँ चाहिँ टनल छ टनलमा चाहिँ जानु हुन्न है डर लाग्छ अब म जान्छु हाम्रो भान्जा सिरिज चढेर चिप्लेटी खेल्न बसिसक्नु भएको छ आउँदै हुनुहुन्छ चिप्लेटीमा मस्तको अवस्था रहेर ल 1 2 3 गो ओ यस अहिले चाहिँ पानी रोकिदियो अघिसम्म तर ठुल्ठुलो पानीहरू चल्दै थियो मोटरहरू अहिले बन्द गरिदिएको तुम्हारे संग आवारगी भी होने लगी बस सोना नहीं है मुझे किन साथी हाल्नु पऱ्यो यार धेरै पछि भेट्नु यार कहाँ आज अहिले तिमी चिलमा हो कस्तो लाग्यो हाम्रो सिद्धार्थ कटेजको स्विमिङ पुल तेरे है अनर साहब छन् है गाइस केही पऱ्यो भने कन्ट्याक्ट गर्दा हुन्छ रमाइलो छन् अनर साहब आफ्नै हो ह्याभिङ फन गाइस भान्जा मजा आइरहेछ कि नै अझै खेल्ने कि घर जाने अब खेल्ने ल स्विमिङ गर्दै हो अनि चस्मा लगाउनु पऱ्यो नि त आँखामा चस्मा टाउको डुबाउनु पऱ्यो पानीमा टाउको तल लगाउँदा कति बेरसम्म सास रोक्न सक्दैन त सास कति बेरसम्म रोक्न सक्छ देखाउ त पानीको तल जाऊ पानी खायो अनि के हो त्यस्तो भयो के हुँदैन पर्यो घाट पर्यो हामी चाहिँ अब घाम ताप्दै चिल्ड बियर खाने है बसेका छौँ एकछिन चिसो भयो अब तातो बनाउनु पऱ्यो फेरि चिसो बनाउनु पऱ्यो भान्जा सिरी चाहिँ पछाडि छ नै अझै यसै गरी हाम्रो स्विमिङ सकिएर हामी चाहिँ ब्याक टु द फर्ममा आइसकेका छौँ अब हामी घरतर्फ लाग्ने क्रममा छौँ भान्जा सिरीलाई अझै नुहाएर पुगेन अरे अझै कपाल भिजाएर आउँथ्यो भन्दै थियो हो भान्जा कपाल भिजाएर आउने हो ए केटीहरू देखेर होइन तिमीले त्यहाँ केटी देखेर तिमीलाई कपाल भिजाउन मन लाग्यो होइन अरे लास्टै छ है फेरि हाम्रो भान्जा पनि अब हाम्रो सेसन सक्यो आजको स्विमिङ रमाइलो भयो साथी पनि यहाँ छ अगाडि लखर अब न्यू सिद्धार्थ कटेज बनिरहेको छ गाई धनगढीमा यो बनेर दामी मजा आउँछ होइन अझै राम्रो बाइक चाहिँ एउटा यो धनगढीमा हुनेछ अनि बाइक पार्किङ चाहिँ उतातिर छ हाम्रो बाइक लिएर आउँछु म अनि आज जान्छौँ तिहारको अलिअलि थोरै सपिङ पनि गर्नु छ आज धनतेरसको दिन होइन थोरै के किनिन्छ अनि बजार गएर किनेर अनि घरमा मजाले तिहार त छैन त्यही पनि यस्तो चलपल्लो दिनु पऱ्यो नि त है ल हेरिदिनु भएकोमा धन्यवाद अझै अगाडिको के छ हेरेर मलाई बिस्तारै स्विमिङ गरेर आइसकेपछि ठ्याक्क अब भाइहरूसँग यसो चिया खाऊँ भनेर म चाहिँ निस्किसकेको छु होइन हामी चाहिँ अब सो साँझको पख तिहारको रमझममा चिया खाऊँ भनेर भाइहरूसँग निस्किसकेको छु भाइ राइडिङ गरिरहेको छ होइन ठ्याक्क बमजन भाइ चाहिँ फेरि म एकदम टाइम छ टाइम चल्छ के भनिदिन्छ होइन डोन्ट माइन्ड ल यसो अब चिया खान जान्छौँ खाइसकेर हामी देखाउन पायौँ सरी अब हामी निस्किरहेको छौँ फेरि स्नुकरतर्फ के छ अरे मिठो आइसक्रिम मिठो छ कसले ल्यायो तिमीलाई बाटोपट्टि नि कसले ल्यायो तिमीलाई
कमानमा धेरै माया लाग्छ किन किनकि भातबाट लिनुहुन्छ अनि अरू स्विमिङ पुल अनि अरू अनि अरू गोरोदारी अनि के खुवाउनुहुन्न आइसक्रिम अनि चकलेट जुस मोमो मोमो अनि माथि चढ्ने माथि स्केलेटर बनाउनु स्केलेटर चलाउनुहुन्छ मामाले अनि बाइक पनि चलाउनु दिनुहुन्छ ल सबैजनालाई बाई बाई ब्लग हेर्दै गर्नु होला भन्नु राम्ररी माया गरिदिनु होला सब्सक्राइब लाइक गरिदिनु होला भन जोडले लाइक सब्सक्राइब गरिदिनु होला भन भन्दैनौँ तिमीले भने चाहिँ आउँछ लाइक आउँछ क्या सबजनाले लाइक सब्सक्राइब गरिदिनु होला भन माया गरिदिनु होला ल बाई बाई